साथीहरु नमस्कार। म पर्वतको यो माछाको लागि एकदमै प्रख्यात अम्बोट भन्ने ठाउँमा छु। अग्ला अग्ला पहाडको फेदमा हाइवेको छेउमा अवस्थित छ अम्बोट। तपाई देख्न सक्नुहुन्छ। यो पर्वतको अम्बोट भन्ने ठाउँ माछाको लागि चाहिँ एकदमै फेमस ठाउँ हो। अब यहाँ चाहिँ हामीले यहाँको लोकल रिभर फिस चाहिँ मोदीको असला माछा यसरी चाहिँ ग्रेभी बनाएर खाँदैछौँ। त्यो सुप चाहिँ रेडी नै गरेर राख्नु भएको छ उहाँले। गेस्ट आएपछि क्विक बनाइराखेको नि हुन्छ, भ्याइएर हो। यसरी उहाँले चाहिँ माछा कटिङ भयो। प्योर रिभर फिस मोदीको असला माछा उहाँले चाहिँ फ्रिजमा फ्रिज गरेर राख्नुहुन्छ, डिप फ्रिजमा। पर्वतको अम्बोट कुस्माबाट यो 7 किलोमिटर पोखरातिर जाने बाटोमा छ भने पोखराबाट यो 50 किलोमिटरको दूरीमा अवस्थित छ। एकदमै प्रख्यात ठाउँ हो माछाको लागि। यहाँको मोदीको असला माछा रिभर फिस, प्योर रिभर फिस चाहिँ सर्भ गर्नुहुन्छ उहाँहरूले। हाम्रो अब फिस ग्रेभी चाहिँ अलमोस्ट पाक्ने फेजमै छ। यो 4-5 मिनटमा नै पाक्छ। यसरी रसिलो र स्वादिलो माछा तपाईँ पनि पक्कै पनि मिस गर्नुभएकोले यो अत्यन्त मिठो टेस्ट बाहिर आइरहेको छ। प्रेमले सरी मेरो फोन आयो कामबाट। म लामो टाइम फोनमा इन्गेज भएँ। हामी भुजा त्यसपछि माछा मजाले खायौँ। सकिसकेपछि मैले भिडियो लिएको छु। हजुरहरूलाई पनि यो स्वादको चाहिँ पक्कै पनि यो याद रहनेछ। अब तपाईँ यो बाटो बढ्दा यो कुस्मा पोखराको हाइवेमा बाटो बढ्दा अम्बोटमा पस्नु होला। हस्, धन्यवाद।